साथीहरु नमस्कार। मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा मैले माइक्रोसफ्ट एक्सेलमा डिगेट भन्ने फर्मुलाको युज गरेर मास्टर सिटमा भएको डाटालाई चाहिँ भ्यू सिटबाट कसरी हेर्ने त। यो डिगेट भन्ने फर्मुला चाहिँ माइक्रोसफ्ट एक्सेलमा पहिले नै बनेको फर्मुला हो, जसलाई हामी बुलेटिन फर्मुला अथवा फंक्सन पनि भन्छौं। यो चाहिँ कहाँ रहेको छ त भन्दाखेरि यो माइक्रोसफ्ट एक्सेल को मेनुको माथि यो ट्याब भन्छ। यो फर्मुला ट्याब को लजिकल फंक्सन अन्तर्गत यहाँ इन्सर्ट फंक्सन भन्ने छ। यसमा चाहिँ यहाँ सिलेक्ट अ क्याटेगोरी फंक्सन को चाहिँ डाटाबेस अन्तर्गत चाहिँ डिगेट भन्ने फर्मुला पाउँछौं। यो डिगेट भन्ने फर्मुलाको चाहिँ के हुन्छ त कन्डिसन भन्दा डाटाबेस, फिल्ड र क्राइटेरिया तीनवटा कन्डिसन यसको हुन्छ। अब यो फर्मुला चाहिँ कसरी युज गर्ने त, त्यसको लागि सबैभन्दा पहिले मैले डाटा चाहिँ इन्ट्री गरिरहनु नपरोस् भन्नको लागि चाहिँ यही डाटालाई लिन्छु र यो म सम्पूर्ण काम चाहिँ नयाँ एक्सेल को वर्क बुकमा गर्नेछु। जस्तो यसको काम चाहिँ के हो भन्नु होला भन्देखि, जस्तो यहाँ मैले 12 जना चाहिँ कम्प्युटरका विभिन्न कोर्सहरु पढिरहेका स्टुडेन्टको चाहिँ नामहरु चाहिँ इन्ट्री गरेर राखेको छु। अब यो नाम त 500 जनाको नि हुन सक्छ। उसको रेज नम्बर अथवा चाहिँ रोल नम्बर र स्टेसन नम्बर अनुसार चाहिँ यो भ्यू सिटबाट चाहिँ ती विद्यार्थी को हो त भनेर कसरी हेर्ने त भन्दा, जस्तो मैले यो रेज नम्बरमा चाहिँ 1008 रेज नम्बर गरेको विद्यार्थी को रहेछ भनेर हेर्नु पर्यो भने त्यहाँ नम्बर राखेर इन्टर प्रेस गरेपछि मीना पर्साई रहेछ। उहाँले चाहिँ ग्राफिक डिजाइन पढ्नुहुँदो रहेछ, डे शिफ्टमा पढ्नुहुँदो रहेछ, फी 5000 रहेछ, 4000 पे गर्नु भएछ, 1000 पे गर्न बाँकी रहेछ भनेर देखाउँछ। जस्तो अब मास्टर सिटमा यहाँ चाहिँ 1010 अथवा चाहिँ 1010 रेज नम्बर भएको विद्यार्थी चाहिँ को रहेछ भनेर यसबाट हेर्नु पर्यो भने 1010 टाइप गरेर इन्टर हान्ने बित्तिकै यहाँ चाहिँ दीपक खतिवडा कम्प्युटर अपरेटर इभिनिङ फी 5000 2000 पेड गरेको 3000 पेड गर्न बाँकी अथवा चाहिँ ड्यू एमाउन्ट भनेर देखाउँछ। अब यो डिगेट भन्ने फर्मुलाको चाहिँ युज कसरी गर्ने त, त्यसको लागि म एउटा एक्सेलमा न्यू सिट बनाउँछु अथवा नयाँ एक्सेल को वर्कबुक खोल्छु। त्यसको लागि मैले कन्ट्रोल एन गरे, नयाँ सिट खोल्यो र म डाटा चाहिँ पहिलेको डाटा लिएर आउँछु। मैले यो भ्यू सिट को यो डाटालाई सलक्क कपी गरे, कन्ट्रोल सी, यसपछि वर्कबुकमा गए, म 3 नम्बर सेलमा बसे, कन्ट्रोल भी र मैले यसलाई यो कर्नरबाट चाहिँ अल सिलेक्ट गरेर डबल क्लिक गर्दिए। मेरो यो डाटा सबै मिलिसकेको छ। यसलाई म यो सिटको लागि चाहिँ रिनेम गर्नको लागि यसलाई माउसले डबल क्लिक गर्छु अथवा यसलाई चाहिँ राइट क्लिक गरेर रिनेम गर्छु। यसको नाम राख्छु VIEWSHEET सिट। त्यस्तै मैले अर्को नयाँ सिट ओपन गर्छु र फेरि पहिलेको मास्टर सिटमा भएको डाटा लिएर आउँछु। यो मास्टर सिटमा गए, यो डाटालाई नै मैले पुरै कपी गरे,
कन्ट्रोल सी र तपाईको यो सिटमा गएर यो 3 नम्बर सेलमा बसेर कन्ट्रोल भी गर्ने उताको डाटा सबै आइसकेको छ। यहाँ डबल क्लिक गरेँ र यसलाई फेरि यहाँ डबल क्लिक गरेँ। यो डाटा पुरै मिलिसकेको छ। यो मैले ग्रिड लाइन डिम ग्रिड लाइन हटाउनको लागि म भ्यूमा गएर यो ग्रिड लाइनलाई भन्ने चेक बक्सलाई चाहिँ अनचेक गरिदिन्छु। यहाँ हटिसक्यो ग्रिड लाइन। त्यस्तै भ्यू सिटमा पनि यो ग्रिड लाइन हटाउनको लागि म यो ग्रिड लाइनलाई अनचेक गरिदिन्छु। यसमा पनि ग्रिड लाइन हट्यो। अब मैले जस्तो पहिलाको सिटमा गएँ है त, स्मार्ट भन्ने पहिलाको सिटमा यो मैले सिलेक्सन हटाइदिएँ। अब यहाँ अहिले जम्मा 12 जना विद्यार्थी हुनुहुन्छ र यो 12 जनालाई यहाँ खोजेको छ। अब मैले यहाँ तल 10 13 KALPANA कल्पना CHAULAGAIN चौलागाई अफिस प्याकेज इभिनिङ फी 3000 1000 पेड गरिसक्नुभयो र 2000 पेड गर्न बाँकी छ भनेर मैले यहाँ 13 नम्बरमा एउटा डाटा एन्ट्री गरेँ भने अब मैले यहाँ 10 13 इन्टर गर्ने बित्तिकै यहाँ देखाउँछ। अब यसको लागि चाहिँ यो डाटालाई चाहिँ मैले के गरेको छु त भन्दा मास्टर सिट, यसलाई मैले मास्टर सिट बनाएँ है, रिनेम गरेर हिँड्छ। डबल क्लिक गरेर यहाँ MASTER मास्टर SHET सिट, यो डाटालाई मैले टेबल फर्मेटमा बनाएको छु। त्यो टेबल फर्मेट चाहिँ कसरी बनाउने त भन्दाखेरि पहिला यो अलरेडी टेबल फर्मेट छ, यो टेबल फर्मेटलाई म हटाउँछु है त। सिलेक्ट गरेँ सबै डाटालाई। त्यसपछि डिजाइनमा गएँ, कन्भर्ट टु चेन्जलाई चाहिँ मैले नर्मलमा गरेँ। त्यो टेबल फर्मेट हट्यो। अब यसलाई टेबल फर्मेट बनाउनको लागि के गर्नु पर्यो त भन्दा सबभन्दा पहिला यो हेडिङमा बस्ने, यसरी सिलेक्ट गरेर कन्ट्रोल टी, सबभन्दा पहिला डाटा पुरै सिलेक्ट गर्ने, भएको जति डाटा यसलाई सिलेक्ट गरेँ अनि कन्ट्रोल टी गरेँ। माई टेबल ह्याज हेडर, हेडर मेरो छ, टिक लगाएँ र ओके गरिदिएपछि यो अब टेबल फर्मेटमा कन्भर्ट भइसकेको छ। टेबल फर्मेटमा कन्भर्ट भएपछि यहाँ एउटा चाहिँ फिल्टरको साइन आउँछ। यो फिल्टरको साइनलाई चाहिँ तपाईहरुले यसरी सिलेक्ट गरेर डाटामा गएर यो फिल्टरलाई चाहिँ हटाइदिन सक्नुहुन्छ। र यहाँ भएका यो कलरको जुन यो टेबल डिजाइनको चाहिँ स्टाइल पनि आफूलाई कुन मन लाग्छ त्यो चेन्ज गरेर राख्न सक्नुहुन्छ। त्यसको लागि यहाँ डिजाइनमा टेबल डिजाइन भन्ने होला, यो टेबल स्टाइल छ। यो तपाईलाई जुन मन लाग्छ स्टाइल एउटा छानेर आफूले राख्न सक्नुहुन्छ। ल अहिलेलाई मैले यो राख्दिएँ, यहाँ आइसकेको छ है त। अब यो भ्यू सिटमा डिगेट भन्ने फर्मुला चाहिँ कसरी युज गर्ने त भन्दाखेरि जस्तो अब हामीले के हेर्नु पर्यो त भन्दा रेज नम्बरबाट चाहिँ अथवा रजिस्ट्रेसन नम्बरबाट नेम हेर्नु पर्यो, कोर्स हेर्नु पर्यो, शिफ्ट हेर्नु पर्यो, फी हेर्नु पर्यो, पेड एमाउन्ट हेर्नु पर्यो, ड्यू एमाउन्ट हेर्नु पर्यो। पहिला जाउँ नेममा, नेममा बसौँ।
र यहाँ फर्मुला युज गरौँ। फर्मुला युज गर्नको लागि किबोर्डमा बराबर साइन डिजिटी डिगेट अनि ट्याब प्रेस गर्नुस् अथवा चाहिँ ओपन ब्राकेट लिनुस्। अब डाटाबेस भन्छ। डाटाबेस भने कुन त भन्दा यो मास्टर सिटको डाटाबेस हो। यसको लागि चाहिँ सबै डाटाबेस चाहिँ भए जति सिलेक्ट गर्नुस्। त्यसको लागि चाहिँ तपाईले यसरी यो एसएनमा माउस राखेर ड्र्याग गर्दै पनि सिलेक्ट गर्न सक्नुहुन्छ यसरी। नभए तपाईले अर्को तरिका चाहिँ के हो त सिलेक्ट गर्ने भन्दाखेरि यो एसएन भन्ने सेलमा बस्नुस्। किबोर्डको कन्ट्रोल र शिफ्ट प्रेस गरेर किबोर्डको राइट एरो प्रेस गर्नुस् अनि डाउन एरो प्रेस गर्नुस्। त्यसरी नै सिलेक्ट भइसकेको छ। त्यसपछि यहाँ देखाइरहेको छ डाटाबेस सकिएपछि अब कमा। अब आयो फिल्ड। अब भ्यू सिटमा जानुस्। कुन फिल्डको डाटा हेर्ने त भन्दा नेम भन्ने फिल्डको डाटा हेर्ने हो। क्राइटेरिया के हो त भन्दाखेरि यो रेज नम्बर र तल्लो हेर्ने सिट रो यो दुईवटा सेललाई चाहिँ सिलेक्ट गरेर फर्मुलालाई चाहिँ शिफ्ट गरेर क्लोज ब्राकेट दिनुस् र इन्टर गर्नुस्। यहाँ अब जस्तो 10-12 टाइप गर्ने बित्तिकै 10-12 मा को रहेछ त भन्दा हेमन्त भट्टराई भनेर यहाँ आइसकेको छ। 10-12 मा हेमन्त भट्टराई हो कि हैन हेरौँ है त। 10-12 हेमन्त भट्टराई। अब उहाँको अरु सबै चाहियो। त्यसको लागि चाहिँ के गर्नु पर्यो त भन्दाखेरि यो फर्मुलामा सबैलाई ड्र्याग गर्नु छ। फर्मुला त टेबल त्यही भइहाल्यो। यहाँ माथि फर्मुलामा हेर्नु होला। अब भ्यू सिट कुन सिटबाट हेर्ने त भन्दाखेरि कुन सिटको डाटा हेर्ने त भन्दाखेरि अहिले हामीले यो नेमको हेरेका छौं। अब त कोर्समा गएर यसको शिफ्टमा गएर यो फी चेन्ज हुँदै जानु पर्यो। त्यही भएर यसलाई चाहिँ त्यतिकै छोड्ने केही नगर्ने। अब आयो भ्यू सिट। भ्यू सिटमा त यो त के हुने भयो त भन्दा कुन सिटबाट हेर्ने भन्दाखेरि यो B6 र B7 B6 र B7 भने कुन हो त भन्दाखेरि यो क्राइटेरिया हो। यो क्राइटेरिया त एउटै हुन्छ। त्यस भएर यसलाई चाहिँ के गर्नु पर्यो भन्दा फिक्स गर्नु पर्यो। फिक्स गर्नको लागि यसलाई ट्याक्क सिलेक्ट गर्ने र यहाँ डलर साइन युज गर्ने। डलर साइन युज गर्नको लागि किबोर्डमा भएको फंक्सन कीको F4 प्रेस गर्नुहोस्। त्यहाँ डलर साइन युज हुन्छ सेल एड्रेसको अगाडि। यो डलर साइनलाई चाहिँ एब्सोल्युट सेल रेफरेन्स पनि भनिन्छ। त्यसपछि तपाईले यो फर्मुलालाई चाहिँ यहाँ यो सेलको राइट कर्नरमा बस्नुभयो तल्लोपट्टि भने एउटा प्लस चिन्ह आउँछ जसलाई हामी चाहिँ फेल ह्यान्डल भन्छौं। त्यसलाई चाहिँ माउसको लेफ्ट बटन थिच्दै सरर ड्र्याग गर्दै लैजानुहोस्। ल सबैमा आइसकेको छ। अफिस प्याकेज मर्निङ त्यसपछि फी पेड एमाउन्ट ड्यू एमाउन्ट। अब जस्तो अब 1008 मा को छ त भन्दा मीना परसाई। यहाँ मीना परसाई पनि 8 मा हो कि नै हेरौँ। हो। हामीलाई के चाहियो त भन्दाखेरि यहाँ नम्बर पनि अटोमेटिक आउनु पर्यो। त्यो नम्बरको लागि के गर्नु पर्यो त भन्दा यही एसएनमा चाहिँ बसेर फेरि डिगेट फर्मुलाको युज गरौँ है त। बराबर डिजिट डिगेट शिफ्ट थिचेर ओपन ब्राकेट गर्नुभए पनि हुन्छ अथवा चाहिँ सिधै किबोर्डको ट्याब प्रेस गर्नुभए पनि हुन्छ। डाटाबेस। डाटाबेस कुनबाट त भन्दा त्यही अहिलेको डाटाबेस मास्टर सिटको डाटाबेस। यसको लागि यहाँ एसएन भन्ने सेलमा बस्नुस्। कन्ट्रोल शिफ्ट प्रेस गरेर राइट एरो त्यसपछि डाउन एरो। डाटाबेस सबै सिलेक्ट भइसक्यो। त्यसपछि डाटाबेसको काम सकिएपछि कमा दिनुस्। यहाँनिर देखाइरहेको छ है फंक्सन। त्यसपछि फिल्ड
कुन फिल्डको डाटा हेर्ने त भन्दाखेरि हामीले डाटा त हामीले एसएन भन्ने फिल्डको हेर्ने हो। अब क्राइटेरिया के हो त भन्दा यो रेज नम्बर र त्योदेखि तल्लो सेल दुईटा। अब शिफ्ट थिचेर क्लोज ब्राकेट गर्नुस्, इन्टर। यहाँ नम्बर पनि आइसकेको छ। अब 1005 यहाँ रेज नम्बरमा टाइप गरियो भने को रहेछ त भन्दा सङ्गीता सेडाई ग्राफिक डिजाइन रहेछ है, सङ्गीता सेडाई। अब मैले अघि न यो डाटालाई चाहिँ किन टेबल डिजाइनमा परिणत गरेको भन्दाखेरि यहाँ हामीले डाटा थपियो भने अटोमेटिक भ्यू सिटबाट चाहिँ हेर्न मिलोस् भन्ने हिसाबले हो है। जस्तो अब मैले यहाँ 10-13 यहाँ गएँ, आरएएम राम, डिएचएम धामी, ग्राफिक डिजाइन, मर्निङ, फी 5000, 4000 तिरिसक्नुभयो, 1000 तिर्न बाँकी छ। यो मैले मास्टर सिटमा इन्ट्री गरेँ। अब यहाँ भ्यू सिटमा गएर चाहिँ मैले 10-13 हाने भने यहाँ अटोमेटिक हेर्न मिलेको छ। अब यो किन गर्नु पर्यो डिगेट फर्मुलाको युज, यही मास्टर सिटबाट हेर्दा भइहाल्छ नि भन्ने पनि लाग्न सक्छ कतिको जिज्ञासा। त्यो होइन, यसमा के छ भने एक त डाटा त 13 जनाको मात्र हुन्छ भन्ने छैन, 500 जनाको नि हुनसक्छ। त्यो 500 जनाको डाटा त यसरी छान्दै हेर्न सकिँदैन। त्यस कारणले चाहिँ यो डिगेट भन्ने फर्मुला युज गरेर भ्यू सिटमा हेर्ने बनाएको हो एउटा कुरा। र अर्को चाहिँ के त भन्दाखेरि मास्टर सिटमा चाहिँ डाटा इन्ट्री गर्ने चाहिँ एउटा स्पेसिफिक व्यक्तिले अथवा कुनै खास व्यक्तिले चाहिँ डाटा इन्ट्री गर्छ भने त हेर्न चाहिँ यो सिटमा चाहिँ जसले पनि सकोस् अथवा चाहिँ अन्य कर्मचारीले नि हेर्न सकोस् इन्स्टिट्युटका, र इन्ट्री चाहिँ एउटा खास व्यक्ति अथवा स्पेसिफिक व्यक्ति भन्दा अरूले चाहिँ इन्ट्री गर्न नसकोस् भन्नको लागि चाहिँ यो युज गरिन्छ। यसको लागि जस्तो मैले यो मास्टर सिटलाई चाहिँ राइट क्लिक गरेर हाइड गरिदिएँ, यो लुक्यो। अब हाइड गर्दा पनि यहाँ हेर्न मिल्यो 10-10 मा को छ त भन्दाखेरि यहाँ दीपक खतिवडा भनेर देखायो। अब भन्नु होला हैन यो हाइटलाई त अनहाइड गर्न सकिहालिन्छ नि भनेर, तर जसले यो डाटा चाहिँ इन्ट्री गर्ने हो उसले चाहिँ यहाँ रिभ्यूमा गएर वर्कबुकमा गएर जस्तो पासवर्ड राखिदियो 1, मैले पासवर्ड राखेँ, तपाईले आफ्नो पासवर्ड राख्न सक्नुहुन्छ र यो पासवर्ड अरूलाई नभन्नु होला। सरी, त्यहाँ पासवर्ड राखेपछि अब यहाँ भ्यू सिटमा हेर्न चाहिँ सकियो। जस्तो 1004 को मान्छे को भनेर हेर्न सकियो, तर त्यो भ्यू सिटमा गएर अब हामी त्यो सिटलाई अनहाइड गर्न नि सक्दैनौं किनकि डाटा इन्ट्री कर्ताले चाहिँ पासवर्ड राखेको छ त्यहाँ। र यसलाई अनहाइड गर्नको लागि के गर्नु पर्यो त भन्दा यहाँ गएर चाहिँ फेरि पासवर्डले ओपन गर्नु पर्यो। अब त्यो ओपन भइसक्यो। अब चाहिँ अनहाइड गर्न मिल्यो, अनहाइड गरेर बल्ल मात्रै खोल्न मिल्यो। एउटा यो डाटा सेक्युरिटी पनि हो। हस्, नमस्कार। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट, शेयर गर्न नबिर्सनु होला। म यस्तै अन्य एक्सेलका भिडियोहरु पनि हाल्ने छु। तपाईहरुलाई कम्प्युटर सम्बन्धी कुनै त्यस्तो जिज्ञासा भए मलाई कमेन्ट गर्नु होला, म समस्याको समाधान गर्ने प्रयास गर्नेछु।